जय मसीह हजुर सम्पूर्ण मण्डली परिवार अनि प्रभुका जनहरूमा यो समयमा हजुरलाई वचन भागमा स्वागत छ र अहिले हामी केही प्रभुको वचनहरूबाट हामी केही गहिरो कुराहरू हामी सिक्ने छौं परमेश्वरको वचन है। र आजको वचन विषय चाहिँ यो छ कि आन्तरिक प्रमाण है। बाइबल भित्र भएको प्रमाणहरू अनि त्यो भित्र के छ त, के कुराले चाहिँ प्रमाणित गरेको छ त परमेश्वरको वचन चाहिँ बाइबल चाहिँ परमेश्वरको वचन हो भनेर भन्ने कुराहरूमा चाहिँ यसले चाहिँ के गर्छ त, एकदम राम्रो राम्रो पोइन्टहरू छ है। हजुरको बीचमा म बाइबल पद नै पढेर पनि म हजुरलाई सुनाउने छु। र यसरी हामीले वचन सिक्दै गर्दाखेरि चाहिँ विभिन्न प्रकारले त अब गरेको छैन हैन, एडिट गर्दै विभिन्न प्रकारले गर्नुहुन्छ हैन। तर म चाहिँ जस्तो छ सिधै जस्तो छ त्यस्तै पस्केको छु है। त्यो कुराले गर्दाखेरि चाहिँ हामीले चाहिँ हजुरले नि अब यसलाई चाहिँ फेरि हैन कसरी गर्नुहुन्छ अब गरिराखेकै कुरा नै हो, तर पनि एउटा असल राम्रो विषय भएको कारणले गर्दा चाहिँ हजुर बीचमा मैले यो राखेको छु। आन्तरिक प्रमाण भनेको चाहिँ हैन बाइबल भित्र भएको कुराहरूलाई हामीले राम्रोसँग बुझ्ने भाषामा बुझ्न पर्छ भन्ने कुरा नै हो है। यहाँ एक नम्बरमा यो हामी पाउन सक्छौं है, बाइबलको दाबी। जस्तै बाइबलमा धेरै धर्मशास्त्रीय खण्डहरूले बाइबल परमेश्वरको वचन हो भनी संकेत गर्छ है। निम्न धर्मशास्त्रका सन्दर्भहरूले स्पष्ट रूपमा यसको गवाही दिन्छ। अब के गवाही दिन्छ त, व्यवस्था 6:6 देखि म 9 सम्म पढ्ने छु र हजुरहरूले सुन्न सक्नुहुनेछ है। यहाँ चाहिँ कस्तो लेखेको छ भन्दाखेरि चाहिँ मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा, हेर्नुहोस् है, मनमा राख। ती तिमीहरूको आफ्ना छोराछोरीहरूलाई होसियारी साथ सिकाऊ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर बस्दा तिनको चर्चा गर। परमेश्वरको वचनलाई हामीले चाहिँ हरेक ठाउँमा है, हरेक क्षण परमेश्वरको वचनलाई चाहिँ मनन गर्न सक्छौं। अनि त्यो चाहिँ हैन आफ्नो हाम्रो बालबच्चाहरूलाई कसरी सिकाउनु पर्छ, त्यस पछाडि हामीले हिँड्दाखेरि पनि कसरी त्यो परमेश्वरको वचनको कसरी चर्चा गर्न सक्छौं है। अनि त्यसै गरी ती आफ्ना हातमा चिन्हको लागि कसी राख। 8मा है, कसी राख, ती तिमीहरूको निधारमा, हेर्नुहोस् है, बाँधिराख। परमेश्वरको वचनलाई हामीले के गर्दैछौँ, परमेश्वरको आज्ञा के छ त, हेर्नुहोस् है, ती आफ्ना घरका द्वारको चौकस र मूल ढोकाहरूमा लेख। परमेश्वरको वचनलाई हामीले कसरी चाहिँ राख्न सक्छौं, कसरी वचनलाई बुझ्न सक्छौं हैन। परमेश्वरको वचनले हामीलाई कसरी चाहिँ स्पेशल कुराहरू कसरी सिकाउनु भएको छ हो, यो कुरालाई चाहिँ हामीले चाहिँ एकदम राम्रोसँग ध्यान दिनुपर्छ। हेर्नुहोस् है, वचन परमेश्वरको वचन कुन कुरामा प्रमाणित भएको छ र हामीलाई के गर्यो भने मात्रै यो कुराहरू बुझ्न सक्छौं त। अझ निकै गहिरो र राम्रो विषयमा हामी चर्चा गर्दैछौँ है। अब 17 र 18 पदमा फेरि है, 6:17 र 18मा परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होसियारी साथ मान। मानव जातिलाई नै उहाँले भन्नुभएको विधि विधान कुराहरू हेर्नुहोस् है। तर हामी मान्छौँ त, कति मान्छेले हामीले मान्दैनौँ अनि हामीले परमप्रभु परमेश्वरले देख्न सक्दैनौँ, उहाँको आज्ञाहरूलाई हामी सुन्न सक्दैनौँ, उहाँसम्म पनि पुग्न सक्दैनौँ। अनि हामी हराएर बस्छौँ संसारमा है आफ्नो इच्छाले, अनि हामी जिउन थाल्छौँ। परमप्रभुको दृष्टिमा जुन जुन कुरा ठिक र असल छन् त्यही गर, ताकि तिमीहरूको कल्याण होस् र तिमीहरूका पिता पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्यो असल देश तिमीहरूले कब्जा गर भन्नुभएको छ। अब भनेपछि यो कुराले के जनाउँछ, हेर्नुहोस् है, अब परमप्रभु परमेश्वरले भन्नुभएको कुराहरू हामीले कसरी गर्ने त। अब अहिले त हामीले देश नै कब्जा गर्नुपर्छ भन्ने त छैन, तर पनि देश कब्जा गर्न पनि सक्छौँ हामीले
किनभने उहाँले दिन्छु भनेको देश ऊ बेलाको देश कुन थियो, अब अहिलेको देश के हो त? सबै कुरा हामीले कसरी चल्नुपर्छ त, कसरी चाहिँ मानिस भाडमा पुग्नुपर्छ त भन्नेको चाहिँ जिम्मा दिनुभएको छ। तर यतातिर चाहिँ पहिलाको व्यक्तिहरूलाई परमेश्वरको वचनलाई पालना गर, यो प्रकारले गर। अब अहिलेको यही कुरोलाई अब हाम्रो जीवनमा लागू कसरी गर्ने भन्ने कुरो हो कि यो वचन अब हामीले नै हाम्रो जीवनमा लागू गर्नुपर्छ भने चाहिँ यो आज्ञालाई चाहिँ हामीले मान्नै पर्छ। परमेश्वरसँग कसरी बात गर्ने त होइन, परमेश्वर सामुख हामी कसरी पुग्न सक्छौँ त, अनि उहाँको यो व्यवस्थाको कुराहरूलाई उहाँको कानुनहरूलाई कसरी पालन गर्न सक्छौँ त, अनि त्यही कुरा चाहिँ परमेश्वरले हामीलाई सिकाउनु भएको छ। अब हेर्नुहोस् है, अब यहोशू 1:8 परमेश्वरले के भन्नुभएको छ त भन्दाखेरि चाहिँ उहाँको वचनहरूलाई हामीले कसरी चाहिँ त्यो वचनलाई हामीले चाहिँ मनमा राख्न सक्छौँ त, कसरी चाहिँ वचनलाई पालन गर्न सक्छौँ त। परमेश्वरले यहोशूलाई हेर्नु त मोसालाई कसरी अराउनु भयो, हस्तान्तरण गर्न कसरी सिकाउनु भयो, त्यस पछाडि यहोशूलाई परमेश्वरले कस्तो कस्तो राम्रो कुराहरू गर्नुभएको छ। हेर्नुहोस् है, 1:8 हामीले हेर्ने हो भने चाहिँ व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैँले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरो होसियारी साथ पालना गर्नु र तेरा सबै मार्गहरूमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछ अरे। परमेश्वरको व्यवस्थाको पुस्तक हाम्रो ओठबाट नहटोस् भनेपछि चाहिँ उहाँको सम्पूर्ण वचन चाहिँ हाम्रो मुखमा राखेर उहाँको आदेशहरूलाई मानेर उहाँको आज्ञालाई मानेर त्यो अनुसारले चाहिँ चल्नु। त्यो अनुसारले चल्यो भने मात्रै हामी हरेक कुरोमा हामी सफलता पाउन सक्छौँ, हामी सफल पाउन सक्छौँ। हामी साँच्चै यो चाहिँ 100% हो कि हामी सफल हुन सक्छौँ। परमेश्वरले यस्तो राम्रो कुरो भन्नुभएको छ। त्यसो 9 हेर्नुहोस् त, तँलाई मेरो आज्ञा छ बलियो र खुबै साहसी हो, नडरा निराश नहो। हेर्नुहोस् है, किनकि तँ जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। तपाईँ र हामी जहाँ पुगौँ, जुनसुकै ठाउँमा पुगौँ, जुनसुकै कुनामा पुगौँ, तर परमप्रभुले भन्नुहुन्छ नि तँलाई मेरो आज्ञा छ बलियो रह भनेर हामीलाई भन्नुभयो, यहोशूलाई भन्नुभयो। यो यहोशूलाई मात्र भन्नु भएन, आज हामी पनि कति ठाउँमा जाँदाखेरि चाहिँ यही अनुसारले चाहिँ परमप्रभुसँग हामी रहन सक्छौँ अनि उहाँले भनेको कुरालाई हामी सम्झिन सक्छौँ अनि हामीलाई डराउनु पर्दैन, निराश हुनु पर्दैन, किनभने परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ है। यसै गरी हजुरले धेरै पदहरू छ, हजुरले फटाफट पदहरू टिप्न सक्नुहुनेछ। म हजुरलाई यही विषयमा 2 सामुएल 22:31 हजुरले लेख्न सक्नुहुनेछ। 2 सामुएल 22:31, भजन सङ्ग्रह 1:2 र 12:6 र 7 भजन सङ्ग्रह। त्यसै गरी हितोपदेश है, हितोपदेश 30:5 र 6 पनि हजुरहरूले चाहिँ अध्ययन गर्न सक्नुहुनेछ। यशाया 55:10 र 11 पनि हजुरहरूले चाहिँ पढ्न सक्नुहुनेछ। त्यसै गरी मत्ती 5:17-19 यसलाई पनि हजुरले यही विषयमा हजुरले चाहिँ अध्ययन गर्न सक्नुहुनेछ। प्रेरित 17:11 पनि हजुरले चाहिँ पढ्न सक्नुहुनेछ। रोमी 10:17 पनि हजुरहरूले पढ्न सक्नुहुनेछ र प्रकाश 1:2 पढ्न सक्नुहुनेछ। त्यसै गरी प्रकाश 22:18 पनि हजुरहरूले पढ्न सक्नुहुनेछ। यही प्रमाणका कुराहरूलाई लिएर अनि फेरि हजुरले पाठ पनि बनाउन सक्नुहुनेछ है। यो हो बाइबलको भित्री परमेश्वरको वचन, बाइबल परमेश्वरको वचन हो भन्ने भित्री प्रमाणहरू यहाँ धेरै कुराहरू छन् यहाँ है। अनि यसलाई हजुरले राम्रोसँग चाहिँ अध्ययन गर्न सक्नुहुनेछ। र अब बाइबलको गहिरो शिक्षाहरू चाहिँ यो भित्र पाइन्छ अनि योबाट नै हजुरले राम्रोसँग अध्ययन गर्नुभयो भने धेरै कुराहरू निकालेर धेरै मानिसहरूको बिचमा लान सक्नुहुनेछ है। अनि यसलाई चाहिँ ध्यान दिनुपर्छ हामीले, किनभने जस्तोको तस्तै पस्किन सक्छौँ। वचनले के भन्छ, वचनले के दाबी गरेछ भने चाहिँ हामीले मानिसहरूलाई बताउन सक्छौँ है। त्यही भएर परमेश्वरको वचनलाई हामीले ध्यानपूर्वक चाहिँ अध्ययन गर्नु आवश्यक छ। अब बाइबलको गहिरो शिक्षाहरू यो भित्र पाउनु, यही पदहरूलाई हजुरले मजासँगले अध्ययन गर्नु है। अब यहाँ चाहिँ के छ भन्दाखेरि 2 है, विभिन्न विषयहरूमा बाइबलको गहिरो शिक्षाहरूले प्रमाणित गर्दछ कि यो परमेश्वरको प्रकाश हो र त्यसैले यो परमेश्वरको वचन हो। हेर्नुहोस् त, यो जुन अहिले हामीले जुन अध्ययन गरेको यो जुन हजुरलाई मैले जुन पद भनेको छ, हजुरले यसलाई गच्चले यो पदहरू लेखेर चाहिँ यो
गहिरो परमेश्वरको वचनलाई चाहिँ अध्ययन गर्न सक्नुहुनेछ है। त्यसै गरी नै बाइबलको त्यो गहिरो शिक्षाहरूमा हजुरले विभिन्न पोइन्टहरू यहाँ मैले बताउने छु। परमेश्वरको सिद्धान्त, अब परमेश्वरको सिद्धान्त के छ त यो भित्र भन्दा चाहिँ बाइबलमा प्रकट भएको हेर्नुहोस् है, परमेश्वर अन्य जातिहरूका देवताहरूभन्दा धेरै फरक हुनुहुन्छ। बाइबलका परमेश्वर व्यक्तिगत, पवित्र, दयालु, न्यायी, सर्वज्ञानी अनि सर्वशक्तिशाली र दयालु अनि व्यक्ति हुनुहुन्छ परमेश्वर है। यो कुराले हामीलाई प्रमाणित गर्दछ कि परमेश्वर को हो भनेर। अब दोस्रोमा मानिसको सिद्धान्त, बाइबलले मानिसको साँचो चित्र हेर्नुहोस् है प्रकट गर्दछ कि उसमा अमर आत्मा छ र ऊ परमेश्वरको प्रत्यक्ष सृष्टि हो। याद गर्नुहोस् है, सृष्टि हुनुहुन्थ्यो अनि क्रम विकास होइन। बुझ्नुभयो नि, मानिस कतैबाट विकास भएर आएको होइन, मानिस परमेश्वरको सृष्टि हो। हेर्नुहोस् बाइबलले मात्र प्रष्ट पार्दछ। अनि आज संसारमा धेरै प्रकार देख्छौँ हामी, तर त्यो गोलमालमा हामी पर्नु पर्दैन है। स्पेसल रूपमा हामीले हेऱ्यौँ भने चाहिँ बाइबलले यो विषयमा चाहिँ एकदम राम्रोसँग चाहिँ बताउनुहुन्छ। मान्छे चाहिँ त्यत्तिकै प्रकट हुँदै आएको होइन, मानिस परमेश्वरको सृष्टि हो। आत्मा चाहिँ अमर आत्मा हो, हाम्रो आत्मा चाहिँ अमर आत्मा हो। विकासित भएर होइन कि फल्दै फुल्दै वृद्धि हुँदै, जुन परमेश्वर दिनुभएको कुरो चाहिँ फल्दै फुल्दै मानिस धेरै हुँदै आएको हो। कुनै चिजबाट मानिस बनेको होइन, परमेश्वरले चाहिँ सृष्टि गर्नुभएको कुरो हो। र अर्को कुरो मानव जातिको मुक्ति। अब मान्छेलाई मुक्तिको आवश्यकता पर्यो, हेर्नुहोस् है। अब त्यो बारेमा चाहिँ बाइबलले प्रष्टसँग जुन अघि भनेको पदहरूमा हजुरले राम्रोसँग अध्ययन गर्नुहोला, त्यसमा अध्ययन गर्न पाउनुहुनेछ है। सबै कुरो पाउनुहुनेछ यहाँ। बाइबल मात्र हेर्नुहोस् है, बाइबल मात्र एक मात्र आधिकारिक अभिलेख हो जसले मानिस जातिको मुक्तिको योजना स्पष्ट हेर्नुहोस् स्पष्ट रूपमा बोल्दछ। बाइबलले मात्रै स्पष्ट रूपमा यो कुरोलाई म फेरि पढ्छु, गजबको छ है, यो सबैलाई एकदम राम्रो काम लाग्ने कुरोहरू हो। बाइबल मात्र एक आधिकारिक अभिलेख हो जसले मानव जातिको मुक्तिको योजनालाई स्पष्ट रूपमा बोल्दछ। बाइबलले मात्रै मानिस जातिको मुक्तिको विषयमा बाइबलले बोल्दछ। कस्तो मिठो कुरो। यसले पापीको अनन्त दण्डको कुरा गर्छ, तर परमेश्वरको प्रेम र मुक्तिको मार्गलाई प्रकट गर्दछ जुन कुनै पनि हेर्नुहोस् है साधारण दिमागले बुझ्न सक्दछ। हालेलुया। कुनै पनि हरेक प्रकारको शास्त्रहरू छन् जुन कुरो चाहिँ मानिसले बुझ्न सक्दैन, तर बाइबल मात्र हो मानिसको मुक्तिको विषयमा बताइदिनु भएको छ, तर साधारणभन्दा साधारण दिमागले पनि के त बुझ्न सक्दछ। अनि योभन्दा मिठो कुरो हामीलाई के चाहियो। हालेलुया। त्यो भएको कारणले गर्दा चाहिँ हामीले चाहिँ राम्रोसँग विचार गर्नुपर्छ है। हामी जस्तो एउटा साधारण मानिसले पनि परमेश्वरको वचन, मुक्ति है कस्तो कस्तो कुरोहरू हामीले सिक्न सक्छौँ कि बुझ्न सक्छौँ भने त परमेश्वरले चाहिँ मानिस जातिले नै बुझ्ने भाषामा मानिस जातिलाई पनि लेखाउनु भएको विशेष पवित्र बाइबल हो है। त्यो भएर वचनलाई हामीले ध्यान दिनुपर्छ। र अर्को बाइबलको नैतिक शिक्षा भनेपछि चाहिँ के त बाइबलले पापलाई औल्याउँछ र पापमाथि परमेश्वरको अप्रसन्नता बाइबल पढेर र अभ्यास गरेर कोही पनि दुष्ट हुने छैनन्। हेर्नुहोस् है, बाइबलको 10 आज्ञाले मानिसको उच्च नैतिक जीवनको बारेमा बताउँछ। हालेलुया। त्यसकारण गर्दा चाहिँ प्रभुको वचनलाई हामीले ध्यानपूर्वक अध्ययन गर्नुपर्छ है। हजुरले जति सिक्नुहुन्छ, जति कुरालाई बुझ्नुहुन्छ, त्यही कुरालाई अगाडि बढाउनुपर्छ र हामीले जस्तो छ त्यस्तै मानिसहरूको बीचमा पस्किनु सक्नु पर्दछ। किनभने
मैले यो जान्दैन, मैले बुझेकै छैन भन्छौँ भने कति पछाडि हामी पढ्दै जान्छौँ क्या, अगाडि बढ्न सक्दैनौँ हामी। जे जानेको छ, जे बुझेको छ त्यो मानिसहरूको बिचमा बताउने यस्तो राम्रो राम्रो गहिरो गहिरो कुरोलाई हामीले ध्यान दिनुपर्दछ है त। हस्, धन्यवाद। जय मसीह हजुर सबै सम्पूर्णलाई। हामी फेरि अर्को विषयमा पनि फेरि कुरो गर्नेछौँ अर्को पाठमा। हस् त, जय मसीह है त।